हेलो साथीहरू, वेलकम टु माई भिडियो। रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। यो चाहिँ हामीले मोमो बनाउनको लागि किमा रेडी गर्दै थियौँ अनि किमा रेडी गऱ्यौँ अनि सबै थोक हालेर किमा रेडी गरिसके पछाडि चाहिँ रोटी बेल्नतिर लाग्यो। रोटी बेल्नमा चाहिँ कामना र गोमा एक्सपोर्ट भएकाले उनीहरू रोटी बेल्नतिर लागे अनि कामनाले चाहिँ रोटी बेल्दै थिए अनि भिडियो खिचेको उसको नङ देखाउनु पर्यो अरे, नङ देखाउन थाली अनि गोमाले उसले बेटेको रोटी देखाउन थाली। त्यस पछाडि यता बिन्दु र तेजुमाले मोमो बनिसकेपछि चाहिँ हामीले मोमो बसायौँ र अचार ग्राइन्ड गऱ्यौँ अनि अचार ग्राइन्ड गरेर पाकेको मोमो निकालेर हामीले मोमो खाएर कलेज गयौँ। कलेजबाट आएपछि गोमाले यस्तो भन्दैछ, म यो होटलको मालिक नि, मैले चाहिँ कामदारहरू खटाइसकेको छु र अब चाहिँ खाजा खाने बेला हुन आँट्यो, विद्यार्थीको टिफिन टाइम हुन आँट्यो, त्यही भएर हामी काम गरिरहेको छौँ। पकाएर पनि आउनु होला मोमो खान। गोमाले यति गरिसकेर अब उठेर यता यहाँ यो छ, यहाँ यो पनि छ भनेर देखाउन थाली अनि त्यस पछाडि मैले नि आफ्नो अनुहार पिलिक्क देखाएँ। अब केक देखेपछि कामना फोटो खिच्न थाली, तेजुमा रुँदैछ मेरो बर्थडे धेरै ताल मनाइदिइसक्यो भनेर। यिनीहरूको बर्थडे चाहिँ एउटाको फागुनमा एउटाको चैतमा हो अनि मैले भिडियो एडिट चाहिँ वैशाखमा गरेको। अब स्प्रे त यति मजाले हान्नै पर्यो बर्थडेमा अनि स्प्रे हानेपछि यिनीहरू केक काट्दैछ। मैले चाहिँ बर्थडे 5 जति मनाइसकेँ होइन, अब मेरो चैत पनि बर्थडे नै छ, फागुनमा बर्थडे चाहिँ तर यसको चाहिँ हो तर मैले किनभने यसको बर्थडे मेरो 5 जति मनाइसकेको छु। मेरो पनि आज बर्थडे होइन है, अस्ति त तपाईँ त म फागुनको मान्छे चैतमा गएर पार्टी दिन्छु भनेर यस्तो पार्टी गर्ने। यहाँ लाग्छ यहाँ किन ह्यापी बर्थडे भाइले त कामना गर्छ मलाई जान्दैनन् केही जानेको र हामीले चाहिँ माउन्टेन ड्यू, मोमो, पानीपुरी मजाले बसेर खायौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।